हेलो गाइस, आज चाहिँ हामी हाइकिङ जाँदैछौँ जगडोल। मेरा सहकर्मीहरूलाई सहयात्री र गाइस, मलाई नेपाली बोल्न अलिकति आएन, म इङ्ग्लिस बोल्न पनि जान्दिनँ, त्यही भने मेरा सहयात्रीहरूलाई म सोध्दैछु उहाँहरूलाई कस्तो अनुभव भइरहेछ, कस्तो लाग्दैछ भनेर। ल यता हुनुहुन्छ हाम्रा निशाजी, तपाईलाई कस्तो लाग्दैछ त आजको हाम्रो हाइकिङ? एकदम रमाइलो। कस्तो हुँदैछ अनुभव? अहिलेसम्म त मजा नै आइरहेको हो। अहिले थाहा छ। ल ठिक छ। हाम्रो भाउजू, उहाँलाई सोधौँ कस्तो लाग्दैछ त तपाईँलाई आजको हाम्रो हाइकिङ? मजा आइरहेको। अहिलेसम्म चाहिँ बुरुक चाहिँ एकछिन हो, मजा त भइरह। ल हुनुहुन्छ हाम्रो भाउजूको श्रीमानज्यू, उहाँलाई सोधौँ कस्तो लाग्दैछ हजुर? उहाँ चाहिँ मेरो आफ्नै दाजु हुनुहुन्छ, तर बाँदर जस्तो हुनुहुन्छ क्या। खै के पाउनु भयो मेरो आमाले, मलाई नै थाहा छैन। दादा भनिदिनु न कस्तो लागिरहेको, भन्दैन उसलाई मन परिरहेको छैन गाइस ठाउँ। अब यहाँ हुन्छ हाम्रो कान्छो दाजु बताउनुहोस् कस्तो लाग्दैछ हजुरलाई? एकदम मनोरम दृश्यहरू हेरेर एकदम मन लालायित भएको छ। उत्साहले फुरुङ फरङ भइरहेको छ। त्यही भएर झन् अघि लडिएन। हिडो बाटो छ, चिप्लो बाटो छ, ड्राई पिकनिक आएको है। दाजुहरू यस्तै हुँदो रहेछन् गाइजहरू। यहाँ हुनुहुन्छ हाम्रो प्यारी कान्छी भाउजू, उहाँ चाहिँ फटाफट हिँड्दै हुनुहुन्छ। आज उहाँ एकदम जोसमा हुनुहुन्छ हिँड्नको लागि। ल भनिदिनु त हजुरलाई कस्तो लाग्दैछ? कस्तो लाग्यो? पानी परायो बेलामा हिलो लागेको छ, त्यही अब यस्तो पुरा हिलो बाटो छ। उहाँ हेर्नुहोस् दिदीबहिनीहरू पुरा टिकटक बनाउँदै हुनुहुन्छ, फुरुङ्गै हुनुभयो। अहिले चाहिँ हामी शहीद स्मृति पार्क आइसकेका छौँ। अब होला यस्तो छ शहीद स्मृति पार्क। त्यहाँबाट माथि जाने ठाउँ होला। यो पार्क पनि राम्रो छ। त्यहाँनिर चाहिँ बाख्रा पनि चरिरहेको थियो, अनि मैले एउटा क्लिप चाहिँ लिइहालेँ बाख्राको। अब चाहिँ हामी जगडोलको चोकबाट अब हामी डाँडातिर चढ्दैछौँ। हाम्रो साथीहरू उहाँ पुग्दै हुनुहुन्छ माथि। हाम्रो भाउजू उहाँ पुगिसक्नु भएको छ। म यहाँ चढ्दैछु, सबैभन्दा लास्ट चाहिँ म भएँ। कस्तो लाग्दैछ? निसा स्यासा भइरहेछ। हामी पानीमा भिज्दै आएको थियौँ, तर फाइनल्ली घाम लाग्यो। स्यास्या भइरहेको छ, स्यास्या। हिलोले जुत्ताको हालत यस्तो माटो भयो। साथीभाइहरू चाहिँ थाकेर यहाँ यसरी बस्नु भयो। उहाँले चाहिँ हेर्नु श्रीमतीजीको ब्याग बोक्थ्यो। यता अर्को भाउजू, यता हुनुहुन्छ निसा। भ्यू पनि दामी नै थियो त्यहाँको, हामीले सोचे जस्तै नै देख्यौँ, राम्रो थियो। त्यो होस्, हामीलाई चाहिँ एकदमै भोक लागिसकेको थियो, तर हामीले खानेकुरा तलबाट लगेको थिएनौँ, त्यही भएर माथि नै हामीले खानेकुरा खायौँ। ल यहाँ गफ चल्दैछ खाजा खाने क्रममा। गाइजहरू हाम्रो यत्रो भाइ पनि हेर्नु, यहाँ यत्रो बाटो हिँडेर आएको छ। 10 दिन जति हाई गरिदेऊ न, हाई गरिदेऊ, हाई। हाम्रो हाइकिङ आएर नङ काटेर बस्ने मान्छे चाहिँ उहाँ हुनुहुन्छ। शनिबार हो नि त। बोलीले नसके आँखाले नै भन मनको त्यो भावना। हात देऊ। कहाँ छुट्यो साथी सङ्गी, कहाँ छुट्यो मैस, जिन्दगानी जति बुझ्यो। हेर यहाँ हाइकिङ गरेर आएपछि चिप्लेटी खेल्ने, यता बल खेल्ने, यता अर्कोको फेरि चिप्लेटी खेल्ने। अरे छिटो निसा।
अब चाहिँ मेरो पालो आयो। एकचोटिमा चिरेन र अर्कोचोटिमा बल्ल बल्ल मेरो बल छिर्यो अनि म खुसी भएँ। अनि अब मैले मेरो साइकल हाँक्ने ट्यालेन्ट देखाइदिएँ मेरो साथीभाइहरूलाई। अब म फोटो खिच्न भनेर बसेको थिएँ तर मलाई के गर्नु आएन। अनि हामी फर्क्यौँ। यस्तो ओह्रालो झरेर खुट्टा यस्तो दुखिराखेको थियो अनि हामी घर आयौँ।